हेलो एभ्रिवान, यसके इन्स्टम युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी सिक्नेछौँ होम ट्याबमा एक्सेलको होम ट्याबमा रहेको एउटा सेल्स ग्रुप छ। त्यो सेल्स ग्रुपमा 3वटा आइकनहरू छ, फर्मेट, डिलिट एन्ड इन्सर्ट छ। यिनीहरूको हामी एक एक गरेर चाहिँ पुरै यसको कसरी प्रयोग गर्ने भन्ने तरिकाहरू सिक्नेछौँ। र त्यसको लागि बस ढिला नगरी सुरु गरौँ। जस्तै यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ सेल्स ग्रुप छ। अनि यो सेल्स ग्रुपभित्र चाहिँ 3वटा आइकन, यो फर्मेट भइहाल्यो, अनि यो डिलिट, यो इन्सर्ट छ। अब हामी कुनै फर्मेट भन्नाले कस्तो हो भन्दाखेरि कुनै चेन्जेस गर्नुपऱ्यो, यानि कि रोको यो जस्तै रो छ यसको वेट बढाउनु पऱ्यो होइन, अनि यिनीहरूको हाइट बढाउनु पऱ्यो कोलमको रोको भने, अनि डिलिट गर्नुपऱ्यो, अनि सिट्सहरूको रिनेम गर्नुपऱ्यो भने त्यस्तो बेला हामी यो फर्मेटको प्रयोग गर्छौँ। जस्तै कि अब हामी सिम्पल्ली पहिला सबैभन्दा पहिला यहाँनिर रोको हाइट भनेको छ। अब म यहाँनिर एउटा कोड लेख्छु, जस्तै कि म हेलो एभ्रिवान लेख्छु। यो लेखेँ भनेपछि त्यसपछि यो के भयो, अटो फिट भएको छैन भने हामी त्यसलाई सिलेक्ट गर्छौँ। जति पनि डेटा हुनसक्छ है, यो पुरै सिट्सभरि डेटा हुनसक्छ भने त्यो पुरै जति पनि डेटा छ हामी त्यसलाई सिलेक्ट गर्छौँ सबैभन्दा पहिला। अनि त्यसपछि हामी फर्मेटमा जान्छौँ, तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ। र त्यसपछि अब हामीले यसको हाइट इन्क्रिज गर्नुपर्ने हो भने रोको हाइट, अनि यहाँनिर हामी के गर्छौँ, सिम्पली रोको हाइटमा क्लिक गर्छौँ। र अनि यसरी तपाईँको एउटा पपअप खुल्छ। पपअप खुलिसकेपछि यो नर्मल्ली 15 छ होइन यहाँनिर। अब हामीलाई यो आफ्नो आवश्यकता अनुसार ठुलो पनि गर्न सक्यौँ, सानो पनि गर्न सकौँ। र अहिले मैले चेन्जेस देखाउनको लागि ठुलो गरेँ। जस्तै मैले 20 राखेँ अनि त्यसपछि इन्टर प्रेस गर्छु। जस्तै तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर हेलोमा यसको चाहिँ नि हाइट के भएको छ, रोको हाइट इन्क्रिज भइसकेको छ। यो पुरै रोमा हाइट इन्क्रिज भएको छ। यो त भयो हाइट इन्क्रिजको कुरा। अब मलाई चाहियो यो सेकेन्ड अप्सन, जस्तै कि अटो फिट रो हाइट। यो हाइट आफै अटोमेटिक के हुनु पऱ्यो, अटोमेटिक हुनको लागि जस्तै म जान्छु यहाँनिर फर्मेट, अनि अटो फिट रो हाइट जस्तो अक्षर छ त्यो अनुसारको हाइट त्यो आफैले के गर्छ, बिल्ड गर्छ। त्यो बनाइसकेपछि तर यो अहिले यति सानो अक्षर भएको कारणले यसरी गर्यो। जस्तै अब हामी यसलाई इन्क्रिज गरौँ है, फन्ट साइज यहाँनिरबाट गर्ने। अब यसरी फन्ट साइज इन्क्रिज गऱ्यौँ भनेपछि यसरी हाइट के भएको छ, अटोमेटिक बढिरहेको छ, किनकि अगाडि हामीले सिलेक्ट गरेर अटो फिटमा राखेका थियौँ। भनेपछि यसरी गयो। अब हामी जाउँ कोलम हाइट। जस्तै कोलम हाइट भनेको यहाँदेखि, जस्तै यो ओड छ कतिसम्म छ, यहाँदेखि यहाँसम्म छ, मतलब जेको पनि आईको पनि उसमा कभर गरेको छ। तर हामीले देखाउने योमा एल्स कोलममा मात्र देखाउने हो भने जतिसुकै डेटा हुनसक्छ, यो पहिला सिलेक्ट गर्ने हो। जतिसुकै यो त अहिले इक्जामको लागि मैले छोटो बुझाउनको लागि लगेको हो। अनि फर्मेटमा जाने, त्यसपछि चाहिने कोलम वेट भन्ने छ यहाँनिर, अनि यसमा के गर्ने, प्रेस गर्ने। अनि अहिलेको जस्तै गरेर यहाँनिर एउटा पपअप खुल्ने छ, तपाईँ देख्न सक्नुहुन्छ स्क्रिनमा। अनि यसमा आफ्नो आवश्यकता अनुसार चाहिने यसलाई एडिट गर्न सकिन्छ। जस्तै अब म यहाँनिर कति ल 30 राख्छौँ है, एन्ड देन इन्टर प्रेस गर्छु। 30 राख्यो भने यति भयो, ल यो यसको रेन्जमा आयो है। यसरी पनि गर्न सकियो। होइन भने हामी यसलाई अटोमा पनि गर्न सक्छौँ भनेको, जस्तै कि अब यहाँनिर छ अटो फिट कोलम वेट भन्ने छ सेकेन्ड अप्सन त्यसैको तल। यसमा क्लिक गर्छौँ, सिलेक्ट गरेर त्यो भएको भयो। जस्तै यो अटो फिट आफै हुन्छ, हामी त्यति नम्बर प्रेस गर्नु हुँदैन। त्यति त्यो नम्बर प्रेस अगाडिको गर्नुभन्दा हामीले अटो फिट अप्लाई गर्दा अलिक छिटो पनि हुन्छ र राम्रो पनि हुन्छ। डिफल्ट वेट अब जस्तो छ त्यसै डिफल्ट वेटमा गर्दाखेरि यसमा हुन्छ है, यो भयो। अनि त्यसैको अप्सनमा अनि के छ भन्दाखेरि जस्तै हाइड एन्ड के भनेको छ, अनहाइड भनेको छ। जस्तै अब मैले यो जुन लेखेको रो छ, मतलब 2 भन्ने त्यो छ, मैले त्यसलाई हटाउनु पऱ्यो, हाइड गर्नु पऱ्यो भने, लुकाउनु पऱ्यो भने हाइड, या त रो हटाउने हो भने हाइड रोमा क्लिक गर्ने, अनि हाइड कोलम हटाउने हो भने हाइड कोलम। त्यसै गरी जस्तै म अहिले हाइड रो भने अब यहाँनिरको 2 रो भन्ने त्यहाँदेखि के भइसकेको छ, हाइड भएको छ। र मैले अहिले कन्ट्रोल जेड गरेर अन्डु गरेँ। अनि त्यसपछि तपाईँ अरू पनि अप्सन देख्न सक्नुहुन्छ यहाँनिर, सिट पुरा यो सिट हाइड पनि गर्न सक्नुहुन्छ, अनि अनहाइड पनि गर्न सक्नुहुन्छ। अहिले हाइड सिट गऱ्यौँ भने उक्त सिट के भइसक्यो, यहाँ तल तपाईँले हेर्न सक्नुहुन्छ कि सिट 1 थियो, त्यो हाइड भइसकेको छ। र यदि अनहाइड गर्नु पऱ्यो भने अहिले हामीले अनहाइड गर्नु पऱ्यो है सिटलाई भने यहाँनिर के गर्ने, प्रेस गर्ने अनहाइडमा, अनि यस्तो एउटा बक्स खुल्छ। अनि हामी सिम्पली क्लिक गरिदिने हो। जस्तै यो अगाडिको जुन हटेको थियो, हाइड भएको थियो सिट ल्याउन सकियो। अनि यो भयो यसको फर्मेटको कुराहरू भयो, भिजिबिलिटीको कुराहरू पनि भयो। अब अर्गनाइज सिट्स भनेको छ, जस्तै सिट्सहरूलाई के अर्गनाइज गर्ने, जस्तै यसको रिनेम हुनसक्छ। जस्तै सिट 1 छ, हामीले यसलाई रिनेम गर्नु पऱ्यो भने फर्मेटमा जान्छौँ जस्तै, अनि रिनेम सिट भन्ने छ, यहाँनिर प्रेस गरेर लेफ्ट क्लिक, अनि तल के हेर्न चाहिँ यस्तो र मतलब हाइलाइट भएर आउँछ। अनि यसलाई ब्याक स्पेस थिचेर हामी के गर्छौँ, त्यसलाई डिलिट गर्छौँ। त्यसपछि डिलिट गरिसकेपछि हामी यसमा आफूले चाहेको सिटको नेम दिन्छौँ। जस्तै मैले अहिले यहाँनिर के गरेँ, प्राक्टिकल सिट भनेर मैले यहाँनिर प्राक्टिकल सिट भनेर सेट गरेँ, एन्ड सिम्पली त्यसपछि इन्टर प्रेस गर्ने। तपाईँ देख्न सक्नुहुन्छ अहिले हामीले जुन एडिट गरेको सिट हो, प्राक्टिकल सिट छ, यो रिनेम गर्न सकियो। अनि त्यसै गरी मुभ एन्ड कपी सिट छ। जस्तै मैले के गर्नु पऱ्यो भने यो जुन लेखेको प्राक्टिकल सिट छ, यसलाई म कहाँ मुभ गर्छु या कपी गर्छु भन्दाखेरि यो इन्ड भनेको मतलब सिट यो 3 छ, तपाईँ देख्न सक्नुहुन्छ। योभन्दा पछाडि हामी यसलाई ल्याउन सकौँ भन्यो भने सिम्पली यहाँनिर मुभ टु इन्डमा क्लिक गर्ने, के गर्छ, अनि यो लास्टमा जान्छ। अनि यो भयो यस्तो। अनि यसलाई फेरि अगाडि ल्याउनु अर्को तरिका भनेको के छ भन्दाखेरि यसलाई प्रेस गरिराख्ने, अनि यसलाई ड्र्याग गरेर या त मुभ अगाडि गर्ने, या त यसलाई प्रेस गरेर यहाँ पछाडि ल्याउने, यसरी पनि म्यानुअली गर्न सकिन्छ है।
अनि अर्को कुरा यहाँ के छ भने चाहिँ ट्याब कलर जस्तै ट्याब कलर भन्नाले जस्तै प्र्याक्टिकल सिट छ त्यो प्र्याक्टिकल सिटमा कुनै मतलब रङहरू ल्याउनु पऱ्यो जस्तै मैले यहाँनिर रेडमा क्लिक गरेको छु अहिले तपाईँ यहाँनिर चेन्जेस देख्न सक्नुहुन्छ जस्तै यहाँनिर चेन्जेस देख्न सक्नुहुन्छ है यहाँनिर चेन्जेस देख्न सक्नुहुन्छ रेड भएको छ आफूलाई जस्तो कलर त्यहाँनिर राख्न चाह्यो त्यस्तो तपाईँले अप्लाई गर्न सक्नुहुन्छ र अहिलेको लागि मैले नो कलरमा आफूले यहाँबाट मोर कलर्स नि यहाँबाट आफूले कस्टमाइज गरेर पनि कलर्सहरू फिलअप गर्न सकिन्छ त्यहाँनिर र अहिले म नो कलरमा प्रेस गर्छु कुनै कलर राख्न चाहेन है अनि अब आउँछ तपाईँको यो प्रोटेक्ट सिट यो सबैभन्दा इम्पोर्टेन्ट हो कुनै पनि एक्सेलमा काम गर्दाखेरि जस्तै एक्सेलमा हामीले काम गऱ्यौँ अनि काम गर्दाखेरि यो कुनै ठुलो डेटा छ होइन अहिले मैले सपोज ल हेलो एभ्री छ होइन अब हेलो एभ्री के छ त भन्दाखेरि मैले यो ठुलो डेटा छ मलाई इम्पोर्टेन्ट डेटा छ र सपोज मानौँ इम्पोर्टेन्ट डेटा छ इम्पोर्टेन्ट डेटा हो भने हामीले अब हामीले गरेको कामलाई कसैले पनि यो चेन्जेस नगरोस् या कुनै यहाँनिर मिस्टेक्स नगरोस् भन्नको लागि हामी के को प्रयोग गर्छौँ प्रोटेक्ट सिटको प्रयोग गर्छौँ यो इम्पोर्टेन्ट हुन्छ जस्तै कुनै अब हामीले चाहिने अब कुनै अफिसमा काम गर्दाखेरि हामीले जुन आफ्नो टास्कहरू गरेको छौँ त्यो टास्कलाई पुरा गरिसकेपछि हामीले प्रोटेक्ट गर्नु जरुरी हुन्छ किनभने त्यो अफिसको कम्प्युटरमा जसले पनि काम गर्न सक्छ र तपाईँको जुन ओक छ त्यो काम छ त्यसलाई चाहिँ नि तलमाथि गरिदिन सक्छन् त्यही भएर हामीले प्रोटेक्ट सिट गर्नु अनिवार्य हुन्छ है त इम्पोर्टेन्ट हुन्छ अनि प्रोटेक्ट सिटमा यसरी क्लिक गर्ने र अनि तपाईँले चाहेको पासवर्ड यहाँनिर के राख्ने राख्ने जस्तै मैले यहाँनिर 1 2 3 एन्ड 0 प्रेस गरेँ 1 2 3 गरेँ अनि यहाँनिर तपाईँलाई कुन कुन चेन्जेस गर्न मतलब प्रोटेक्ट गर्न चाहनुहुन्छ जस्तै कि मैले फर्मेट सेलहरू कुनै अब मैले अगाडि के गरेको थिएँ फर्मेट गरेको थिएँ कुनै मतलब रोहरूलाई यताउति मिलाउने काम हाइटलाई होइन यो फर्मेटमा क्लिक गर्ने कोलम्सहरू पनि गरेका थियौँ जति सक्यो जस्तै हामीले कुनै अब डेटाहरू इनपुट गरे हुनसक्छ अनि कोलम्सहरूमा भने इन्सर्ट रोज गरे हुनसक्छ कुनै हाइपर लिङ्कहरू हुनसक्छ अनि कोलम्सहरूलाई डिलिट नगरोस् भन्नको लागि हामी यहाँ सिम्पली के गर्छौँ यहाँनिर यसरी सबैले गर्दा पनि भयो है यहाँनिर सबैलाई यहाँनिर टिक गर्ने सिम्पलली हामीले जति पनि गरेका छौँ अनि प्रेस गर्ने फेरि अनि एउटा यस्तो पपअप खुल्छ यो पपअप खुल्नुको मतलब यो हो कि फेरि अगाडि तपाईँले जुन पासवर्ड राख्नुभएको थियो त्यो पासवर्डलाई कन्फर्म गर भनेर आउँछ अनि सिम्पली हामीले अगाडि राखेको पासवर्ड भनेको 1 2 3 एन्ड 0 थियो अनि सिम्पल्ली इन्टर प्रेस गर्ने भनेपछि भइहाल्यो जस्तै अब म यहाँनिर हेरौँ है जस्तै म यहाँनिर कुनै चिज लेख्न चाहेँ जस्तै मैले हाई लेख्न चाहेँ है त अब मैले एस प्रेस गर्ने बित्तिकै यस्तो एउटा मतलब यस्तो वार्निङ आउँछ यो भनेको मतलब यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ कि लेखिएको छ द सेल ओर सार द्याट यु आर ट्राइङ टु चेन्ज इज प्रोटेक्टेड एन्ड देयर फोर रिड ओन्ली मतलब हामीले यो पढ्न मात्र सक्छौँ र यसलाई कुनै पनि चेन्ज गर्न सक्दैनौँ भनेको है सिम्पली ओके गरिदिने अब यसलाई हटाउनु पऱ्यो अब हामीले यो प्रोटेक्ट त गऱ्यौँ अब कसरी हटाउने आफूलाई थाहा भएन भने त कामै भएन त्यसैले यो हटाउन पनि जान्नु पऱ्यो यो हटाउनको लागि हामी कहाँ जान्छौँ फर्मेटमा नै जाने हो त्यसपछि अनप्रोटेक्ट सिट अगाडि के थियो यहाँनिर प्रोटेक्ट सिट भनेर थियो जति बेला हामीले सिटलाई प्रोटेक्ट गरेका थियौँ अहिले आइसक्यो अप्सन अनप्रोटेक्ट सिट यो अनप्रोटेक्ट सिट त्यति बेला आउँछ जति बेला तपाईँले प्रोटेक्ट सिटलाई प्रोटेक्ट गर्नुभएको थियो भनेपछि हामी यहाँनिर अनप्रोटेक्ट सिटमा अनि त्यो प्रोटेक्ट सिट छ त्यो सिटमा चाहिँ कुन पासवर्ड आएको थियो त्यो पासवर्ड यहाँनिर अप्लाई गर्नुपर्ने हुन्छ भनेपछि मैले अप्लाई गरेको पासवर्ड के थियो भन्दाखेरि 1 2 3 एन्ड 0 थियो है अनि सिम्पली इन्टर प्रेस गर्ने हो भइहाल्यो जस्तै अब भयो कि या भएन म चेक गर्छु है यो H2 H4 छ नि यो सेलमा मैले के लेख्न चाहेँ ल एच है तपाईँ देख्न सक्नुहुन्छ मतलब यो के भइसक्यो अनप्रोटेक्टेड भइसक्यो म यसमा कुनै पनि चेन्जेस गर्न सक्छु अब यो भयो प्रोटेक्ट सिटको कुराहरू अब लक गर्नु पऱ्यो जस्तै मैले यो हेलो लेखेको छ अब यो सेललाई कुनै लक गर्नु पऱ्यो है यो सेललाई के गर्नु पऱ्यो लक गर्नु पऱ्यो अब म यसमा कुनै पनि चेन्जेस गर्न लक भनेको त्यो सेल्स नै लक भइहाल्छ है त्यहाँनिर गयो भने सेल्स के हुन्छ लक हुन्छ अनि अब फर्मेट सेल छ है फर्मेट सेलमा हामीले के सिक्ने हो भन्दाखेरि जस्तै म यहाँनिर फेरि एउटा ओड टाइप गर्छु त्यही फेरि हेलो एभ्री अनि हेलो एभ्रिवान मैले टाइप गरेँ है फेरि अनि त्यसपछि तपाईँ यहाँनिर फर्मेट सेल देख्न सक्नुहुन्छ त्यही फर्मेटमा फर्मेट सेल्समा हामीले सिम्पली क्लिक गर्ने हो भने तपाईँले एउटा यस्तो बक्स ओपन भएको देख्न सक्नुहुन्छ यो बक्सको मिनिङ यो हो कि तपाईँले कुनै नम्बर्सहरू या यो सिटमा कुनै पनि लार्ज डेटा होस् तपाईँसँग त्यसमा अप्लाई गर्न सक्छ कुनै नर्म जनरल नर्म अनि नम्बरहरू करेन्ट्सहरू कुन फर्मेटमा लाग्ने हो त्यो अनुसारमा हामीले चेन्जेस गर्न सकिन्छ र अलाइनमेन्ट भनेको अहिले टेक्स्ट यहाँनिर के छ स्टेटमा छ जस्तै मैले यसलाई प्रेस गरेर ड्रप डाउन या यसरी ड्र्याग अप एन्ड डाउन गर्न सक्छौँ त्यसै अनुसारको टेक्स्ट के हुन्छ टाइप हुन्छ जस्ट मैले के गरेँ भन्दाखेरि 18 होइन म 11 है ल 11 डिग्रीमा चाहिँ रोटेट गर्न चाहेँ अप साइडतिर भने म यसरी चेन्जेस गर्न सक्छु आफ्नो इच्छा अनुसार यहाँ जस्तो भने ऱ्याप टेक्स्ट गर्न सकिएला यसरी कुनै पनि अप्लाई गर्न सकिन्छ र फन्ट कस्तो फन्ट लाग्ने हो आफ्नो यहाँनिर चुज गर्ने आफ्नो अनुसार अनि त्यसपछि इटाली लाग्ने कि रेगुलर गर्ने कि अनि साइजहरू कतिको लाग्ने जस्तै मैले यहाँनिर ल अहिलेको लागि 14 लाग्यो अनि बोर्डर अप्लाई गर्ने कि नगर्ने भन्ने कुराहरू हुन्छ यहाँबाट यसरी मतलब आफैले के गर्न सकिन्छ राख्न या नराख्न पनि सकिन्छ अनि फिल मतलब ब्याकग्राउन्ड कलर्समा जस्तै के राख्ने त जस्तै मैले अहिले यहाँनिर यो राखेँ है त यो ओरेन्ज अनि प्रोटेक्ट गर्न चाहियो भने प्रोटेक्ट गर्ने होइन यसरी गर्न सकिन्छ र सिम्पली ओके प्रेस गर्ने र हामीले यहाँनिर हेर्न सक्छौँ
यो भनेको के भयो, हामीले जति पनि चेन्जेस गरेका थियौँ त्यो सबै चेन्जेसहरू यसमा अप्लाई भएर यसरी आएको छ। र यसलाई हटाउनको लागि सिम्पली फर्मेट सेलमा जाने, जुन जुन गरेका थियो तिनीहरूलाई के गर्ने, जस्तै कलर्समा नो कलर गर्न सकियो। यो चेन्जेस अटोमेटिक देखिन्छ है के गरेको छ भने, यहाँनिर 14 गरेको थियो र यहाँनिर यो चाहिँ साइज 14 नै गरौँ। अलाइनमेन्ट के गरेको थियो, अलाइनमेन्ट हामीले यहाँनिर 11 डिग्री चाहिँ रोटेट गरेको थियो अपरतर्फ। अब हामी यसलाई मतलब 0 डिग्रीमा राख्छौँ, बाई डिफल्ट यसरी राख्यौँ। अनि कुनै नम्बरहरू अरूमा केही नै हामीले के गरेका थियौँ, यसरी जनरलमा राख्यौँ र एन्ड देन के गर्यौँ, सिम्पली ओके गर्यौँ। अब यहाँनिर ऱ्याप टेक्स्ट, किनकि ऱ्याप टेक्स्ट छ भने यस्तो आएको, ऱ्याप टेक्स्टलाई हामीले हटाएको छैनौँ, त्यसलाई हटाउने हो भने भेरी फर्मेट सेलमा चाहिँ ऱ्याप टेक्स्ट कहाँ थियो, यहीँनिर हो अलाइनमेन्टमा हो ऱ्याप टेक्स्ट भने यसमा अनक्लिक गऱ्यो भने त्यसपछि ओके गर्ने, जस्तै अगाडि जस्तो थियो त्यस्तो फर्मेटमा आइहाल्यो। अनि अब रह्यो कुरा हाम्रो यो डिलिट भन्ने छ आइकन, डिलिट आइकनको। जस्तै यसमा चाहिने हामीले जुन सेलमा राखेको छ, जस्तै मैले यहाँनिर राखेँ J2 है, J2 भन्ने छ एउटा सेल्स, यसलाई डिलिट गर्नु पऱ्यो भने है, डिलिट सेल भनेपछि त्यो सेल के हुन्छ, जस्तै यहाँ यस्तो अनि अप्सन छ, यस्तो पपअप खुल्छ, सिफ्ट सेल्स लेफ्ट, मतलब लेफ्ट तर्फ सिफ्ट गर्ने कि सेल्स अप माथिपट्टि गर्ने कि इन्टायर रो, पुरै रो यो यहाँदेखि यो पुरै इन्टायर रो डिलिट गर्ने कि अनि यो पुरै इन्टायर कलम, यो जे कलम पुरै के गर्ने, डिलिट गर्ने थियो। जस्तै मैले अहिले इन्टायर कलम डिलिट गरेँ, तपाईँ देख्न सक्नुहुन्छ एउटा 3वटा थियो यहाँनिर, एउटा के भइसक्यो, डिलिट भइसक्यो। अनि अब कुनै डिलिट सिटहरू, यो पुरै सिटहरू डिलिट गर्नु पऱ्यो रोको, अनि पुरै कलमहरू गर्नु पऱ्यो, पुरै डिलिट सिट पनि डिलिट गर्न सकियो है, यसमा प्रेस गरेर डिलिट गर्न सकिन्छ यसरी। यो डिलिटको कुराहरू भयो। अनि अब आउँछ थर्ड आइकन भनेको यहाँनिर इन्सर्ट छ, इन्सर्ट सेल। जस्तै कुनै पनि हामीलाई अब यहाँनिर कुनै डेटाहरू भयो, ल यतापट्टि पनि डेटा छ, यतापट्टि पनि डेटा छ, र मैले यहाँनिर हेलो एभ्रीवान लेखेको छ। अनि यो I4 सेलमा मैले के लेखेँ भन्दाखेरि, जस्तै नेपाल लेखेँ है, नेपाल लेखेँ। अब हामीलाई के जरुरत छ भन्दाखेरि, नेपाल हेलो एभ्रीवान लेखेको छ, यो बिचमा मलाई के चाहिएको छ, एउटा थप्नुपर्ने छ। मतलब थप्नुपर्ने छ कुनै चिज डेटा भन्दाखेरि हामी के गर्छौँ, सिट आवश्यक पर्छ। भनेपछि हामी यसमा जाने भयो, यसलाई सिलेक्ट गऱ्यो भयो, अनि त्यसपछि हामी इन्सर्टमा प्रेस गर्छौँ, इन्सर्ट सेल, सेल इन्सर्ट गर्ने हो या कलम, हामी अहिले इन्सर्ट कलम गरौँ। त्यो तपाईँ देख्न सक्नुहुन्छ, यो भयो, यहाँनिर थपियो। अनि यदि यहाँनिर र यहाँनिरको बिचमा थप्ने हो भने, जुन बिचमा थप्ने हो, जस्तै यहाँनिर के भनेको छ, यस्तो आइसकेपछि हामीले फर्मेट सेम एज राइटमा या लेफ्टमा क्लियर फर्मेट, हामी क्लियर फर्मेट। अब यसमा हामीले के गर्यौँ, यसको बिचमा छ भने यसमा क्लिक गर्यौँ, अनि त्यसपछि इन्सर्ट, अनि यहाँनिर जस्तै इन्सर्ट सेलहरू इन्सर्ट गर्न सक्यौँ यसरी। तपाईँ देख्न सक्नुहुन्छ एउटा सेल्सहरू के भइसकेको छ, मतलब पुरै यसमा जति पनि छ त्यो इन्सर्ट भइसकेको छ, तपाईँ नेपाल हेलोको बिचमा देख्न सक्नुहुन्छ। अनि यहाँनिर एउटा यस्तो इन्सर्ट अप्सन्सहरू आउँछ, जस्तै फर्मेट सेम एज राइट, मतलब राइटतर्फ पनि यस्तै फर्मेट लगाउने कि माथि छ लेफ्टपट्टि पनि यस्तै लगाउने कि, अनि क्लियर फर्मेट गर्ने, त्यो आफ्नो इच्छा अनुसार गर्ने है। अनि यसलाई सिम्पली हटाउनुमा कन्ट्रोल Z अन्डु गरिदिने, त्यति नै हो है। अनि इन्सर्ट भने यति नै हो। अनि कुनै सिटहरू पनि इन्सर्ट गर्न सक्यो, जस्तै कि हामीले अब यहाँनिर इन्सर्ट सिट गऱ्यौँ, जस्तै तपाईँले सिट 4 यहाँ तल देख्नु भएको थिएन होला सिट 4, त्यही भएर यसलाई ड्रप डाउन गरेर यहाँ एरेन्जमा लगाउँ है, एरेन्जमा लगाउँ, यसरी गर्न सकियो। अनि हामी प्र्याक्टिकल सिटमा थियौँ है, हामीले एडिट गरेको यो भयो। अनि यिनीहरूमा यति नै हो। अनि अर्को भनेको सर्टकट की पनि छ यो इन्सर्टको लागि। इन्सर्टको सर्टकट की भनेको कन्ट्रोल सिफ्ट अनि इक्वल टु, जस्तै मैले यहाँनिर के गरेँ, सेलेक्ट गरेँ, कन्ट्रोल सिफ्ट र इक्वल टु भनेपछि अटोमेटिक यस्तो आउँछ है। मतलब सर्टकट हुन्छ कन्ट्रोल सिफ्ट इक्वल टु, मतलब सर्टकट किन छ भनेपछि त टाइम पनि बस्यो, सबै चिज हुन्छ होइन सर्टकटमै, यसरी एप्लाई गर्न सकिन्छ। र योभन्दा अघिल्लो यो आजको लागि यति नै। योभन्दा अघिल्लो भिडियोमा हामीले मतलब योभन्दा अघिको भिडियोमा हामीले पोस्ट जुन गरेको थियौँ, त्यो भिडियो भनेको स्टाइल्स, मतलब क्रमशः गरेको थियौँ। त यो स्टाइल्स छ, यसमा भएको पुरै सेल्सहरू, मतलब यसमा भएको कुनै सबै आइकनहरूलाई यसै गरी नै एक्सप्लेन गरिएको छ। र त्यो भिडियो हेर्नुभएको छैन भने म त्यो भिडियोको चाहिँ लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु, र अरू भिडियोहरू पनि लिङ्क डिस्क्रिप्सनमा राखेको हुन्छ, तपाईँले उहाँबाट गएर चाहिँ हेर्न सक्नुहुन्छ। अनि यो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँले गरेको लाइक, सेयर एन्ड सब्सक्राइबले हामीलाई यस्तो भिडियो बनाउन मोटिभेट गर्दछ। धन्यवाद।